कल्पना गर्नुहोस् तपाईलाई एउटा विषालु सर्पले टोक्यो। अब तपाईँ के गर्नुहुन्छ? आफ्नो शरीरमा फैलिरहेको विष निकाल्न अस्पतालतिर कुद्नुहुन्छ कि तैँले मलाई किन टोकिस् भन्दै जवाफ माग्न त्यो सर्पको पछाडि दौडिनुहुन्छ। सुन्दा मूर्खतापूर्ण लाग्छ, तर वास्तविक जीवनमा जब कसैले विश्वास तोड्छ वा एकदमै मन दुखाउँछ, धेरै मानिसहरू ठ्याक्कै यही गल्ती गर्छन्। आफूभित्र चोट र पीडा फैलिरहँदा पनि आफ्नो टुटेको मनलाई निको पार्नुको सट्टा उनीहरू उसले मेरो साथ किन यस्तो गर्यो भन्दै त्यही मान्छेको पछाडि स्पष्टीकरण खोज्दै दौडिन्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने कारण थाहा पाउँदैमा घाउ निको हुँदैन। केही मानिसहरू सर्प जस्तै हुन्छन् जसको स्वभाव नै चोट दिने हुन्छ। त्यसैले तपाईको घाउ तब मात्र निको हुन थाल्छ जब तपाईँ आफूलाई चोट दिने मानिसको पछाडि भाग्न छोडेर आफ्नै उपचारमा ध्यान दिनुहुन्छ। किनकि सबै घाउहरू शब्दले निको हुँदैनन्। केही घाउहरू निको हुनका लागि एक्सप्लेनेसन होइन, एक्सेप्टेन्स चाहिन्छ, आफूलाई बचाउने निर्णय चाहिन्छ र त्यो पीडा दिने मानिसबाट टाढा हुनु सबैभन्दा बुद्धिमानी हुन्छ।